सबैलाई नमस्ते। म गंगा बहादुर चन्द हालमा मुटकीचुला गाउँपालिका वडा नम्बर 6 तलिनरको स्थित छहरे खोला लघु जलविद्युत आयोजनाको पावर हाउसमा छु। यो आयोजना विगत 12 वर्ष अगाडि दुर्गम विकास आयोजना डोल्पाद्वारा निर्माण भएको हो। यो आयोजनाबाट झन्डै 250 घरधुरीहरू चाहिँ लाभान्वित हुनुभएको छ। यो मुटकीचुलाको सदरमुकाम नर्कुमा सञ्चालित एकमात्र हाइड्रो पावर हो। यो हाइड्रो पावरले यहाँको प्रशासनिक काम लगायत सामान्य नागरिकको दैनिक जीवनमा निकै ठुलो राहत पुर्याएको हामीले अनुभूति गरेका छौँ। र आज जेठ 7 गते 81 रातिको समयमा यो इन्जिनमा सामान्य खराबी आएर हाम्रो प्राविधिक नवराज साई सहितको टिम यो अहिले मेसिन मर्मत गर्दै हुनुहुन्छ। हेरौँ, आशा छ हामी कतिसम्म सफल हुन्छौँ भन्ने कुरा हो। नवराजजी, यहाँलाई स्वागत छ। हजुर, नमस्कार। हजुर, के छ यो इन्जिनको के समस्या हो भन्नुहोस् त। हजुर, यसको समस्या चाहिँ खासै ठुलो समस्या होइन हजुर, होइन। हजुर, यसको यो बिजुली बत्ती सोलरहरूको मेन समस्या भनेको लुज कनेक्सन है हो। यही लुज कनेक्सन कारणले गर्दा ल हेर्नुहोस्, अब त्यहाँबाट यो टर्बाइनबाट इएलसीमा गयो। यसमा हजुर, इएलसीबाट यसलाई भित्र ट्याङ्की भन्छ। हजुर, टोटल यसको जति पावर यसले उत्पादन गर्छ, उत्पादनको जुन पावर मध्येको तपाईँको जति यो 250बाट लगेर 300 घरधुरीले जति पावर प्रयोग गर्नुहुन्छ, हजुर, सबै पावर खपत त हुँदैन हो। बाँकी पावर यसले यो पानीमा खपत हुन्छ। यो पानीले खपत गरेर यो पानीले हल्का चाहिँ बढी गाउँमा खपत भयो भने कम हिट हुन्छ। हजुर, गाउँमा चाहिँ बढी खपत भयो भने कम हिट, बढी खपत भयो भने कम हिट हुन्छ। यहाँबाट पावर सबै जान्छ। त्यही मध्येको वाइआरबी भन्ने जहिले पनि लाइन 3टा हुन्छ। 3टा मध्येको एउटा फेजले चाहिँ यहाँ यो ब्लास्ट हिटरमा पावर नआएको अवस्थामा यहाँ लुज कनेक्सन भएर यहाँ सर्ट खाएको छ। हजुर, कहाँनिर भन्नु त? ल हेर्नुहोस्, यो यहाँको कनेक्सन हजुर, यस्तो सर्ट खाएर यो चाहिँ समस्या भएको छ। अब यो समस्या समाधान हुन्छ भनेपछि यो हामी बत्ती बाल्न पाउँछौँ होइन? एकदम एकदम। अनि यो बत्ती चाहिँ पटक यो महिनामा अथवा 1-1.5 महिनाको पिरियडमा चाहिँ 2-4 दिन बन्द हुन्छ, बिग्रिन्छ। खास कारण चाहिँ के होला? 10-12 वर्ष भयो हजुर। हजुर, पावर हाउसको प्रत्येक पाट ऊर्जा भनेको तपाईँको खोलामा आइटम हुन्छ। खोलामा आइटम भनेर खोलामा आइटमलाई पानी छोयो भने के लाग्छ भने, अब किनभने तपाईँको पाट ऊर्जाहरू स्प्रे हुन्छन्, स्प्रे भयो भने के लाग्छ। यो एउटा यहाँको मात्रै समस्या होइन हजुर, मिनी हाइड्रो पावर सबै ठाउँको चाहिँ समस्या के हो। ल, यहाँलाई धन्यवाद छ है त। यो मेरो ब्याकग्राउन्डमा देखिएको भालु लेक पनि भनिन्छ त्यसलाई, र स्थानीयमा चाहिँ भालु पहाड पनि भनेर पनि चिनिन्छ। अहिले कुहिरो लागिरहेको छ, त्यसले गर्दाखेरि त्यहाँको स्पेस देख्न सकिन्न। र यो मेरो छेउै बगिरहेको जगदुल्ला नदी, यो नदी चाहिँ त्रिवेणी भन्ने ठाउँमा गएर मिसिन्छ। ल, त्रिवेणी भनेको उता ठुलो भेरी मा गएर मिसिन्छ। यही खोलाको किनारमा यसो यो डिलबाट देखाइरहेको छु मैले तपाईँलाई। यो खोलाको झरना छ यहाँ। यही खोलाको बाँधबाट चाहिँ हामीले पानी ल्याएर यो छहरे खोला लघु विद्युतको पावर हाउस निर्माण गरिएको छ। मैले पावर हाउसको पनि तपाईँहरूलाई चाहिँ फोटो देखाएँ। र यो पावर हाउसमा झन्डै 500 मिटर जति पाइपको सहायताद्वारा खोलाको पानीलाई एकीकृत गरेर यो पावर हाउसमा ल्याइएको छ। निकै जीर्ण छ पावर हाउस। 10-12 वर्ष अगाडि भनेपछि त्यतिखेर चाहिँ हामी कहाँ सवारी साधनको पहुँच थिएन, सडकको पहुँच थिएन। तैपनि यहाँको स्थानीय मान्छेहरूले यो अँध्यारोबाट बस्नको लागि जेनतेन यो पाइप लगायत मेसिनहरू हेलीको माध्यमबाट र अन्य सहायक सामग्रीहरू चाहिँ बोकेरै भए पनि यस्तो दुर्गम ठाउँमा चाहिँ ल्याएर उहाँहरूले चाहिँ बत्ती बाल्नु भएको छ। यो साहसी कामको लागि उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज उहाँहरूको यही
कामले गर्दाखेरि हामी चाहिँ यो झर्रो बाल्ने टुक्की बाल्ने लगायत यो लालटिन अनि टुकी मारा बत्तीबाट हामी आज विस्थापित भएर अहिले चाहिँ हामी जे होस् यस्तो दुर्गम ठाउँमा पनि बत्ती बाल्न सफल भएका छौँ। र मेरो छेउमा एकजना साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहेँ। यहाँलाई स्वागत छ। नमस्ते, वेलकम हजुर। अनि के छ, के को लागि आउनु भएको यहाँ? हामी आज विद्युतको यो तपाईँको निकासा पानी चाहिँ पानीको पाइप फुटेको हुँदाखेरि त्यो पाइपलाई गाड्नको लागि हामी आइपुगेका छौँ। हजुर, त्यसै कामको लागि यहाँ आइपुगेका। जे होस् पानी गाडेपछि अब जे होस् नियमित विद्युत हुन्छ होइन? अब अलिक खाडल खुनेर गाडिसकेपछि नियमित रूपमा हाम्रो बत्ती चाहिँ सुचारू भइरहेको छ। ल हस् हस्। अब हाम्रो प्राविधिक नवराज साईले चाहिँ सामान्य मर्मत गरेर अब लाइन खोल्दै हुनुहुन्छ। हेरौँ हामी कतिसम्म सफल हुन्छौँ। निकै टाइट हुन्छ क्या है यो? त्यो पनि स्लिप खान्छ क्या हो? यति पुरानो मेसिन भए पनि जे होस् प्राविधिक साथीहरूको सहयोगमा यो मेसिनलाई चाहिँ रङ रगन गरेर चिटिक्क बनाउनु भएको छ। बत्ती बल्न सफल भयो है। यहाँ जिरो हुन्छ, किन भन्दा त्यो गयो त्यो दुईवटामा ठिक थियो। यहाँ जिरो थियो, यसमा जिरो थियो। यो जुन तपाईँको YRP भन्छ हो, यो तिनवटा लाइन तयार भयो। न्युट्रल सुरु आएको त्यो माथि गइहाल्छ। अब सुन्नुहोस्, अब यो पावर अहिले ब्लास्टमा गएको छ हो। गाउँमा अहिले हामी लाइन छोडेको छैन। यहाँ जिरो 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 छ है।